अनि एउटा तपाईँको काठमाडौँको मेयरले त्यत्रो धेरै पावर पजेस गर्छ र जस्ट अ मेयर है तर उसले भनेको कुरा सबै कुरा लागु हुनुपर्ने होइन संसद भङ्ग गर्नुपर्ने सुशीला कार्कीलाई मेरो समर्थन छ उहाँ प्रधानमन्त्री बन्नु उहाँ प्रधान उसकै के अरे कानुनी सल्लाहकार रहेछ होइन त्यो के अरे ओम अर्याल उसलाई गृहमन्त्री भनेर तथास्थ गृहमन्त्री कुलमानजीसँग भेटेँ मैले कुलमान घिसिङसँग त्यहाँदेखि कन्फर्म भयो के भन्नुभयो कुलमान घिसिङले मैले शङ्का त गरिरहेको थिएँ कुलमानजीले के भन्नुभयो भन्दाखेरि होइन यो सरकार बालेनजीको सरकार हो उहाँले नसोधे केही पनि हुँदैन भन्नु तपाईको र कुलमानजीको मिटिङ भेट हुँदाखेरि उहाँको घरमा बालेन इज द मेन कार्ड होइन वाट एभर हि वान्ट्स ह्यापन्स द सेम भन्नुभयो उहाँले मलाई सुन्नु न त्यस पछाडि मैले कन्फर्म भयो अब यो सारा कुरा गराउने मान्छे बालेन हो होइन बारबारा फाउन्डेसन उहाँको टिम होइन अनि त्यहाँदेखि तपाईँको चाहिँ नि मर्ने र त घाइते हुने उहाँहरूलाई थाहा छैन जे सुन्नु न उहाँलाई थाहा छैन यो सबै गराउने चाहिँ बालेन रहेछन् यो कुरा थाहा भयो सुन्नु न बालेनलाई गराउने चाहिँ को रहेछ सुन्नु न यहाँ आउँदैछु त म जेनजी सारा उत्रियो सबैलाई मन परेन बालबालिकालाई त्यसरी स्कुलको तपाईँको ड्रेसमा सुट आउट गरेको मन परेन तपाईँलाई मन परेन तपाईँ पनि आतङ्कित आक्रोशित हुनुहुन्थ्यो म पनि आतङ्कित आक्रोशित थिएँ त्यतिखेर एभ्रीबडी सबै थियो नि त नेपालैभरि रिस उठेको थियो अब त्यो सारा कुराको बार्गेनिङ गरिराख्ने चाहिँ फेरि सुदन गुरुङ होइन जो सुदन गुरुङ चाहिँ बालेजीको टिम बारबाराको टिम के को टिम अनि त्यो 2-3 जना मान्छेले चाहिँ त्यत्रो ठुलो नेपालैभरि भएको तपाईँको जुन आम आन्दोलन जुन थियो होइन नेपालको इतिहासमा सबभन्दा ठुलो आन्दोलन त्यो आन्दोलनको तपाईँको चाहिँ नि एउटा भनौँ न लिडिङ गर्ने भनौँ या त्यो आन्दोलनलाई हाइज्याक गर्ने भनौँ अब जसरी भनौँ त्यो चाहिँ एउटा सानो 2-4 जनाको मान्छेहरूको देखिन्छ त्यहाँ होइन अनि त्यसको को त मेन त्यहाँभित्र बिहाइन्ड द सिन हु इज देयर भन्दाखेरि चाहिँ चस्मा लाएर बस्ने मान्छे होइन कालो कालो अनि यी सारा कुराहरूले के गर्यो त भन्दाखेरि होइन उहाँलाई देखाउँछ क्या त्यो चिज मतलब यो साथी चाहिँ केही न केही गडबडीमा छ भन्ने तपाईँलाई त्यसपछि लाग्यो